कम्युनिस्ट पार्टी भनेको यो सिङ्गो संसारलाई बचाउने, नेपालले बचाएको सिङ्गो संसारलाई बचाउन लागि अहिले देख्नु भएको छ। तब हामी एक भएन भने अबको दिन खैर छैन। किनकि भेनाजुलमा देख्नुभयो नि राष्ट्रपतिले कसरी टिपेर लगे, त्यहाँको चाहिँ अमेरिका साम्राज्यवादले भोलि त्यो दिन हाम्रो नेपालमा नाउला भन्ने छैन। त्यसैले हामी एउटा छिमेकीले दुख्दा हामीले रुनुपर्छ, अर्को छिमेकीले दुख्दा हामीले सम्हाल्नुपर्छ। अनि मात्रै एकअर्काको भावना हुन्छ, त्यो मानवता हुन्छ। र तपाईँलाई दुख्दा मलाई पनि दुख्नुपर्छ, मलाई दुख्दा तपाईँलाई दुख्नुपर्छ। त्यही हो आत्मीयता, त्यही हो महानता, त्यही हो मानवता। आज हामी फलाना जिते के हुन्छ, चिलान जिते के होइन। नेपाली कम्युनिस्ट पार्टी नजितेन भने देशमा नरसंहार हुन्छ। हामीले हजारौँ बलिदान पश्चात ल्याएको जति पनि उपलब्धि छ त्यो सबै सिद्धिएर जान्छ र गणतन्त्रमाथि धाव गर्छ। यहाँ प्रतिक्रान्ति हुन्छ। त्यसैले त्यसलाई रक्षा गर्नको लागि जहाँ जहाँ जुन क्षेत्रमा जुन ठाउँ हुन्छ, महिलामा होस्, दलितमा होस्, किसानमा होस्, मजदुरमा होस्, शिक्षकमा होस्, जहाँ जहाँ हुन्छ जुन क्षेत्र हुन्छ त्यसलाई अब हामीले आफ्नो